बाइकको ट्रायल दिन जाने सोच गर्दै हुनुहुन्छ र के कस्तो मिस्टेक हुँदा पनि हामीले सजिलैसित पास गर्न सकिन्छौँ त भन्ने बारेमा जानकारी छैन भने यो भिडियो हजुरहरूको लागि। नमस्ते सम्पूर्णलाई। आज म हजुरहरूलाई सजिलैसित हामीले के कस्तो मिस्टेक हुँदा पनि ट्रायल पास गर्न सकिन्छौँ त भन्ने बारेमा जानकारी दिन गइरहेकी छु। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला र भिडियो मन परेमा लाइक, कमेन्ट र यस्तै अन्य भिडियो चाहिएमा मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। ल सुरु गरौँ है त। सुरुमा चाहिँ हजुरहरूले आफ्नो बाइकको ऐना मिलाउनु पर्ने हुन्छ र टायर चेक गरेर ब्रेक पनि चेक गर्नुपर्ने हुन्छ। यदि गर्नु भएन भने हजुरहरूको 3 मार्क्स कट हुन्छ र हेलमेटमा यदि लक लगाउनु भुल्नु भयो र हजुरहरूले चेक गर्नु भएको छैन भने चाहिँ त्यसमा 4 मार्क्स कट हुन्छ र अनि हजुरहरूको चलाइ यदि राम्रो छैन भने चाहिँ त्यसमा हजुरहरूको 3 मार्क्स कट हुन्छ। त्यसपछि चाहिँ हामीलाई अनुमति मिल्न साथ हामीले चाहिँ फिगर 8मा प्रवेश गर्नुपर्ने हुन्छ र यसरी फिगर 8मा प्रवेश गरिसकेपछि चाहिँ हामीले यो फिगर 8लाई चाहिँ 1.5 राउन्ड कम्प्लिट गर्नुपर्छ। र यसरी यो फिगर 8मा हामीले गर्न मिल्ने मिस्टेक भनेको चाहिँ एक पटकसम्म चाहिँ हामीले यसरी खुट्टा भुइँमा झार्न मिल्छ। त्यसमा चाहिँ हाम्रो 5 मार्क्स कट हुन्छ। र अर्को मिस्टेक गर्न मिल्ने भनेको चाहिँ हामीले यसरी फिगर 8 घुमाउने क्रममा के गरेर हाम्रो बाइकले यसरी लाइन टच गर्यो भने भित्र अथवा बाहिर जुनसुकै ठाउँको लाइन टच गरेमा पनि हाम्रो त्यसमा